यो चाहिँ गोसेगुन्डा जानको लागि भनेर रसुवा जाने बाटोको ठाउँ हो। बाख्राहरू पनि देख्यो। यो पुल क्रस भए पछाडि चाहिँ यात्रा सुरु भयो हाम्रो। यसो रमाइलो गर्दै गर्दै वन जङ्गलको बाटोमा यताउता हेर्दै कति रमाइलो थियो ठाउँ। यो पनि वन जङ्गल, कतै घर पाउँदैन, यत्तिकै जङ्गलमा हिँड्दै जाने हो। यसरी भर्याङ टेके थकै मारे यो चाहिँ गोसेगुन्डा जाने बाटो भनेर बाटोमा भेट्टाउँछ है। यसरी हिँड्नुपर्छ, कछुवाको तालमा हिँड्या झैँ हिँड्नुपर्छ। अल्छी लागि हिँडेको थिएँ म पनि। यो बाटोमा लालीगुराँस हेर्दै उकालो चढ्दै कति रमाइलो छ भन्दै बस्नुपर्छ। अनि लालीगुराँसले ढाकिएको वनहरू कति आनन्द आउँदो रहेछ हेर्दा पनि। वाउ, रमाइलोसँगै बाटो हेर्दै। यो वनको बाटो चाहिँ सकिँदैन गाइज। जता हेऱ्यो वनै वन, अरू केही देखिँदैन यो वन जङ्गल बाहेक। तर बाटो चाहिँ अप्ठ्यारै भए पनि रमाइलो हुन्छ है। बिस्तारै जाने हो, छिटो हिँड्न सकिँदैन। बेला बेलामा यसरी पहिरो लागेर केही नदेख्ने हुँदो रहेछ। आनन्द आउँछ यसरी हेर्दाखेरि पनि। प्रकृति लभरहरूलाई चाहिँ प्रकृतिले मोहित बनाउँछ। जताजतै लालीगुराँस। यो पिङ्क कलरको लालीगुराँसले त मलाई यति मजा लागेको थियो कि टिपेर के गर्नु, टिप्नु नि माया लाग्छ है। कहाँ लगेर राखौँ, आफ्नै ज्यान भारी भए हुन्छ क्या। त्यस्तो बेलामा यो लालीगुराँस कसरी टिप्ने ल भन्नुहोस् त। त्यही पनि लालीगुराँसको बास्ना फेरि टाउको दुख्छ भनेर टाढाबाट हेर्दै हिँड्नुपर्छ क्या लालीगुराँसलाई चाहिँ। थरीको लालीगुराँसले नै मन मोहित बनाउँछ। बेला बेलामा गाह्रो भयो भने चाहिँ यसरी एनर्जी ड्रिङ्क पनि खाँदै हिँड्नुपर्छ। कति गाह्रो हुन्छ। लौरी विनायकको उकालो हो, सबैभन्दा गाह्रो चाहिँ यहीँ हुन्छ। त्यसपछि लौरी विनायक उकालो सकेपछि यसरी तेर्सो बाटो पनि आउँछ। हिउँको वर्षा भए जस्तै हुन्छ, माथिबाट हिउँ पानी परिरहेको हुन्छ। अनि म चाहिँ नाचिरहेको रमाइलो लागेर। अब हामी चाहिँ गोसेगुन्डाको नजिक आइपुग्या भएर चाहिँ म खुसी भएर टिकटक बनाउन पर्यो भनेर यसरी भिडियो बनाउँदै थिएँ। यो देखेको चाहिँ रसुवा गोसाइँकुण्डको नागकुण्ड हो। यस्तो डरलाग्दो बाटो हुन्छ हेर्नुहोस् त। उकाली ओह्राली रमाइलो छ बाटो चाहिँ। भिड चाहिँ लास्टै डरलाग्दो हुन्छ ऊ, हेर्नुहोस् कति डरलाग्दो भिड छ। यो चाहिँ नागकुण्ड हो। यो चाहिँ रसुवा नै हो गोसाइँकुण्ड।
चाहिँ गोसाइँगुण्डाको मेन ठाउँ नै हो। एकदम आनन्दको छ हेर्नुहोस् चारैतिर। छोरी आएर कराउन थालिरहेछ यहाँनिर। यो चाहिँ गोसाइँगुण्डामा नुहाएको चिसो चिसो पानीमा। यसरी गोसाइँगुण्डामा डुब्की लगाउँदै जय भोलेनाथ भने ल सक्यो।